अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्न। त्यसमा सम्पत्ति विवरण भरेर म पठाउन्न, जे गर्न सक्छ गरोस्। यो राज्य होइन, यो पूर्वाग्रहको पोको हो, प्रतिशोधको पोको हो। कसैको बयान त दिन्छ, तपाईँको 4 पुस्तेले बयान दिन्छ। अब तपाईँको सत्ता शक्ति र पावर छैन। अब भनेको बालेन्द्र शाहको सरकार छ, सिंहको। हिजो रवि लामिछानेलाई पर्दाखेरि चाहिँ कानुनको परिपालना, आफूलाई पर्दाखेरि प्रतिस्रोध। हिजो 4 बजे राति गएर बिस्तारमै अन्तिम इच्छा सोद्धाखेरि चाहिँ कानुनको परिपालना, आफूलाई सामान्य हिसाबले पक्राउ गर्दाखेरि प्रतिस्रोध। रवि लामिछानेलाई सामान्य कानुनी प्रक्रिया हो, सोधपुछ हो। यदि निर्दोष छ भने फेरि गृहमन्त्री बनिहाल्छ नि, के को रोइलो भन्ने तपाईँ नै होइन। आज आफूलाई सोधपुछ गर्दाखेरि, आफूलाई बयान लिँदाखेरि चाहिँ त्यो कानुनी विपरीत भयो। तपाईँको डेफिनेसन आफू अनुकूल, कानुन आफू अनुकूल, व्यक्ति आफू अनुकूल, यसरी बनेको थियो राज्य होइन। यसरी बनेको थियो तपाईँको कानुनी प्रक्रिया, जो तपाईँलाई अहिले सिद्धिँदाखेरि गाह्रो भइरहेको छ। कानुनी राज्य हो, सबैले परिपालना गर्नुपर्छ। राजादेखि रङ्कसम्म सबै कानुनको भागीदार हुनुपर्छ। यो जनताले, देशले चाहेको यही हो र जनताले के सोच्छन्, जनताको भाव अनुकूल गर्नु राज्यको दायित्व हो र यो सरकारले त्यो गर्नुपर्छ।